कहाँ छ केरा हाम्रो? आँपको रुख यता रोप्नु भएको। साल पनि कस्तो राम्रो भएछ त है। कान्छु ठुलो रहेछ। यो त निकाल्ने पनि कति हुन्छ होला। कान्छु यता र। ओहो यिनी पनि बारी घुम्न आछिन्। तरुले खाल्डो रहेछ भने केरा है कस्तो राम्रो भएर रहेछ त। ल यो त लामो खालको केरा रहेछ क्या है। कि त्यो मालभोग केरा हो? यो मालभोग केरा हो कि लामो केरा हो? ए त्यही त कति अग्लो रहेछ के। बारीमा घुम्न आएको बाबु? हजुर बारी हो के बाबु? बारी हो बाबु? बारीमा आएको? त्यही त नि यता ठुलै जङ्गलै रहेछ नि मङ्सिरतिर। यो केरा कहिले रोप्नु भएको मम्मी? तर कस्तो लामो अग्लो खालको केरा रहेछ यो त। केरा हेर त कान्छु। ऊ माथि केरा हेर त। माथि केरा फलेको छ हेर त बाबु। माथि केरा फलेको छ हेर त बाबु। केरा ऊ त्यहाँ पनि केरा रहेछ। ओहो हेर त ऊ माथि केरा हेर त। ऊ माथि हेर त केरा। ऊ केरा देख्यो? ओहो नि यो पात लगेर ऊ गर्ने बारीमा राख्ने मम्मी। लसुन हाल्ने। यो पनि मल हुन्छ नि। हजुर केरा हो? ओहो केरा कस्तो केरा रहेछ बाफ्रे नि। जान लाएको छोरो? बारी जान लाएको हो बाबु? यता र। इ कहाँ जान लाएको बाबु? बारी। ओहो नि यता आऊ यता 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 आमा यता हुनुहुन्छ। यता 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 त्यहाँ हुन्न लड्छ। यता आऊ यता आऊ हेर त। यहाँ त जङ्गलै छ नि पुरै। केरा हो? केरा हो? आऊ ल त्यहाँ घोसला कारणले। कहाँ आएको रे? बारीमा आएको? अब बारीमा आएको हो? ओहो नि हजुर। ओहो हेर त बाबु यता र। बारीमा आएको बाबु?